हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ म इन्द्रदह जान लागेको। अब रेडी भएर निस्किन्छु होला। इन्द्रदह कतिलाई चाहिँ इन्द्रदह भन्ने थाहा छैन कि कलङ्कीदेखि माथि हो। कसैले इन्द्रदहलाई चाहिँ कालुपाडे भनेर नि बुझ्छ कि। म कालुपाडै जाँदैछु। टक्क अब रेडी हुनु पर्यो, ज्याकेट लाउँछु, टक्क जाने। एकजना दाइ पनि आउँछु भन्दै हुनुहुन्थ्यो। टक्क म चाहिँ अहिले ड्राइभिङमै छु। अब एकछिनमा निस्किन्छु है त गाइज। ल म रेडी भएर फेरि भेटौँला है। ल A few moments later. आइसक्नु भएको छ। मेरो हेलमेट चाहिँ एन्टिक छ कि यो च्याङ्राको सिङको पहिला वर्षको दसैँको च्याङ्राको सिङ राखिरहेको थिएँ। अब हेलमेटमै टाँस्दिउँ भनेर टाँच्दा कि बवाल देखिरहेको छ हेलमेट। अब मामाले के गर्छ, अब तपाईँहरूलाई म रियाक्सन भिडियो चाहिँ बनाइराख्छु होइन, हाल्छु म। टक्क हेलमेट चाहिँ कडा छ कि हिजो दिउँसो टाँसेको थियो एमसिल्डले, त्यो चाहिँ निस्क्यो। अनि फेरि राति चाहिँ के गरेको भन्दाखेरि ड्रिल ल्याएर सिङमा कुवाल पालेर पेज सिस्टम बनाएको। बवाल हेलमेट। हाम्रो काली साहब ब्लग नै यतै हुनुहुन्छ। हो टक्क निस्किने। ल है त, बाटोमा भेट्दै गरौँ। A few moments later. सकेको छु माथि डाँडातिर। अब रियाक्सन भिडियो कतिको दामी आउँछ डाँडातिर हेर्दै गर्नु ल। काली साहब भ्लगले चाहिँ खिचिरहनु भएको छ मेरो भिडियो। दामी 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 आउँछ आज भ्लग चाहिँ दामी आउने खालको छ आज है। हेर कि अनि हेलमेट पनि हाफ हेलमेट छ नि त, अनि हेलमेटमा नलाग्ने। म चाहिँ अहिले कलङ्कीदेखि माथि पुगिसकेँ। हेर्दै गर्नु है त मेरो भ्लग। ए भाइ ल, यहाँ भाइहरू खुसी भइरहेको छ आजको। यो सिट चाहिँ बवाल लाग्यो कि हेलमेट चाहिँ बवालै छ भने आजको यार। मान्छेको रियाक्सन कतिको हुन्छ के हुन्छ। हाम्रो काली साहब भ्लग चाहिँ उहाँ हुनुहुन्छ, काली साहब भ्लग। ल आउनु ल है। म त यसरी हिँडेको छु। अब कति के हुन्छ है। लाइक गर्नु, सब्सक्राइब गर्नु। फेरि म अहिले चाहिँ एक हातले चलाउन बनाउँदा त्यही भएर चाहिँ म छोटो छोटो भिडियोहरू चाहिँ बनाउँछु। त्यही हो माथि। A few moments later. माथि पुगेको छु। बाटोमा रियाक्सन चाहिँ दामी आएको छ भने मान्छे सब मान्छेले हेरे यहाँ त काठमाडौँ। A few moments later. त्यही धन्दै ल यसरी छ बाटो चाहिँ A1 छ। अफरोड त्यस्तो भन्ने चाहिँ छैन है। बाटो चाहिँ A1 छ। ल फेरि अझ माथि भेटौँला ल है त गाइस। A few moments later. अहिले चाहिँ म माथि पुगेँ होइन। अनि त्यहाँनिर चाहिँ पुलिस चेकिङ हुन्छ। आज चाहिँ छैन होला, बवाल लुक छ यता सबैको दामी दामी दामी। म चाहिँ अब अनि यहाँ चाहिँ चेकिङ हुन्थ्यो कि आज चाहिँ चेकिङ छैन रहेछ। त्यही हो, मान्छेहरूलाई चाहिँ यार बवाल हेरिरहेको छ भने लाजै लाग्ने कि। मान्छेहरूले हेरे चाहिँ लाजै लाग्ने भने यहाँ कस्तो दामी हेरेको छ। उता काजी ब्लग्सले ओभरटेक हानिसकेको छ। लगाइ त अब त्यही हो। म चाहिँ अब एकछिनमा पुग्छु होला म, किनभने एक हातले भिडियो बनाइरहेको छु नि त। अनि खासै राम्रोसँग चाहिँ हुँदैन भिडियो, त्यही हो। मान्छेहरूको एक्सप्रेसन चाहिँ दामी छ। लुक्स लड लुक्स चाहिँ ए हिँड्नु नै काली साहब एक हातले चलाइरहेको छु म। ल त्यही हो, फेरि माथि भेटौँला गाइज। A few moments later. ल अहिले चाहिँ म पुगिसकेँ इन्द्रदह माथि कालुपाडे भ्यू टावर। ल म चाहिँ अब भ्यू टावर चढ्न जाँदैछु। यो भ्यू टावर त यार दिनदिनै चढेको हो, त्यही पनि यहाँ काजी साहबसँग चढ्न चाहिँ मनै आउँछ कि।
मान्छेहरूले हेरेर यार मलाई त लाजै लागिसक्यो भने काई साहब के भन्नुहुन्छ तपाईँ? तिम्रो हेलमेट खतरा छ के को हो? मेरो हेलमेट बवाल के को गोरुको हो? ल है आमराज ल अति मान्छे डराउनु भएन यार, तर बच्चाहरू डरै छ। यता भ्यू चाहिँ दामी छ, डराउनु पर्दैन, यो च्याङ्राको सिङ हो। ल काई साहब कन्टेन्ट बवाल सिङ चाहिँ मेरो बवालै देखाएको छ जस्तो यार, मान्छे तर्सिने। भ्यू टावरबाट भ्यू चाहिँ यस्तो देखिन्छ। हेर्दामा चाहिँ एक स्टेप माथि जानुपर्छ। यो कति तलाको होला? 1 2 3 4 5 6 तला। माथि चढ्दा त स्या हुने यार। डर लाग्यो भाइ? ओए बवाल हिमाल देखिरहेको छ यार। आज क्लियर भ्यू छ यार, आज क्लियर छ। हेलो ल प ल माथि चढ्दिउँ नि त एकताल। हजुर च्याङ्राको हो दाजु। ल मान्छेहरूले चाहिँ सोध्दैछ के को सिङ भनेर। बवाल ल काई साहब यो च्याङ्राको सिङ आउने गरी गराइ तपाईँ पनि भाइरल होला है। बवाल अहिले चाहिँ लाज लाग्यो, अहिले चाहिँ भ्लग नबनाउँदा। क्या बोला तूने? यमराजको रागाले ऊ गर्दैन, पछि एटेच गरेको त्यो ड्रिलले पाल पारेर। अच्छा ठीक है ट्राफिकले के भन्दैन? अहिलेसम्म चाहिँ ट्राफिक भेटेको छैन दाजु। अहिले भेट्यो चाहिँ के हुन्छ थाहा छैन। बजारतिर जान अर्को हेलमेट बोकेर जाने। बात तो सही है। बजारतिर जाँदा यस्तो गाउँमा चाहिँ यही हेलमेट। ल हस्ता गयो है त। ल दामी हेलमेट दामी लाग्यो रे। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट? ड्युटी पर्छ नि आज राति यस्तो धेरै कमेन्ट गर्नु कि जुन मैले पढाइरल है मान्छेहरू गर्ने पर्दै के भाइ साहब नगर त्यसो गर्नु पर्यो। है ल भाइ साहब लगाइ त अब चाहिँ भिउटाबाट तल जान्छ। बवाल मजा आउनेवाला छ आजको राइड होइन त गाई साहब? कसैको एक्सप्रेसन पनि देखिन्छ। अघि एक्सप्रेसन आइसक्यो त। अघि यहाँ ऊ गरे तर्तिर ठोकिन्छ। तान्देला नि तान्देला। अलि ठोक्यो भन्दा बर्बाद पो हुन्छ त गाई साहब। क्या बात कर रहे हैं? ल गाइस फेरि भेटौँ है त। ल बाई बाई। A few moments later. हामी चाहिँ इन्द्र यो माथि भ्यू टावर कालपाडीबाट नि निस्किसक्यो। मेरो हालत चाहिँ यस्तो छ, मार्क्स साक्स ढेरले फोटो खिच्दै हुनुहुन्छ। ल मेरो बाइक चाहिँ यहाँ छ टक्क। ल अब चाहिँ हेभेन डाँडा होइन हाम्रो नेक्स्ट। ल हेभेन डाँडातिर जानु गाइज। ल हेर्दै गर्नु है त। फेरि त्यो हेभेन डाँडामा भेटौँला है। ल गाइज हामी चाहिँ हेरेको हेरे 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 हामी चाहिँ हेरेको हेरे
दामी बडा ओ भाइ कस्तो छ ल ल ल ल ल यो एमरातको साडै कैसा लगा मेरा मजाक अब भाइ एमरातको साडै धरतीमा आइरहेको छ रेन्टल ब्लक अन फायर A few moments later. ल अहिले चाहिँ हेभेन डाँडा पुगिसक्यो हामी मान्छेहरूले दह्रो हेर्दैछ ल यहाँ चाहिँ बाइक छ दाइ त्यहीँ छ ल है अब चाहिँ एकछिन यहाँ बसेर अब जानुपर्छ यार तर यस्तो ठाउँमा के विधि फोहोर गरेको भने तर फोहोर नगरिदिनु पर्ने नि है मान्छेहरूले के साह्रो फोहोर छ क्या यहाँ डाँडामा चाहिँ कपाल डाँडा भन्दा नि भयो यार तर यहाँ हेर्नु न यहाँदेखि तल चाहिँ नैकाप चेकपोस्ट ऊ चेकपोस्ट देख्दै छ तपाईँले आउनु सक्नुहुन्छ बवाल रमाइलो छ यार डाँडा चाहिँ आज चाहिँ टलक्कै घाम रहेछ नभए त रमाइलै हुन्छ बाइक चाहिँ त्यही छ मेरो कडा देख्दैछ बाइक अब हेभेन डाँडामा चलपल दिँदै हामी फेरि यहाँ जानुपर्ने हुन्छ ल फेरि भेटौँ है त ल अब चाहिँ हेभेन डाँडाबाट नि हामी हिँड्न लागेको अब माथि कारे त्यहाँ बुढोकोमा चिया खाने इन्द्रदह त्यहाँ बुढोकोमा फेरि बवाल बनाउँछ कि चिया अलि फोरी चाहिँ छ तर ठिकै छ बडा हरामी हो बेटा है फोरी होइन तर कपमा फोरै हुन्छ नि ल अब चाहिँ यहाँबाट नि म निस्किन्छु अब फेरि माथि गएर भेटौँ ल ल है बाटोमा भेट्दै गरौँला नि गाइस 2000 years later. म चाहिँ त्यही हो अब चाहिँ फर्केँ अब रुमतिरै जान्छु आजको लागि भ्लग यति नै